म दुखीलाई नि के गर्न मलाई झन् पत्ता नै नहुने रहेछ साथीहरू। के गर्ने फाइनली घर काम सबै सिद्धाइसकेपछि त फेरि नि मुहा लाउनु लाइसकेँ साथीहरू। मुहा लाउनु लाइसकेँ। मुहा लाउनु लाइसकेपछि त फेरि लिपस्टिक लाउन सुरु गरिसकेँ। हिजोको जस्तै मेरो एउटै लिपस्टिक हो सधैँभरि साथीहरू। अरू लिपस्टिक नै छैन साथीहरू। के गर्ने त्यत्तिकैमा मेरो छोरीले भन्दै थियो कि मैले कपाल गर्ने पालो आयो। कपाल गर्दा छोरीले भन्थ्यो कि भित्र मम्मी सिसा सफा गर्छु भने भन्थेँ। ल जा त नि त्यसो भए सिसाको सफा गर, तैँले सफा गरिन्जेल मैले यताउता गर्छु भने। अनि त्यत्तिकैमा मेरो सिमरित लाउने पालो। सिमरित लाउनु त हिजै देख्नुभयो साथीहरू, त्यही पनि पोखिसक्छ। सिमरित लाउने ढङ्ग त छ नै छैन मेरो। त्यही पनि अब कपाल सपाल मेकअप गरिसकेपछि त सिमरित त लाउनै पर्यो साथीहरू। त्यत्तिकैमा मेरो लुक सुनेपछि त मैले माम पसलबाट ल्याएको कुर्ता फेर्नै पर्यो। नयाँ लुगा देखेपछि त मलाई कथेरा फेराम हुने क्या साथीहरू। हजुरहरूलाई मलाई मात्र त्यस्तो हुँदो कि हजुरहरूलाई नि यस्तै हुन्छ साथीहरू। हेर्नु न मलाई नयाँ कुर्ता लगाएपछि त पछाडि हेर्नु न तुनाहरू कस्तो दामी देखिन्छ साथीहरू। तुनाहरू फाइनली यो कुर्ता सस्तोमा पाइन्छ। हजुरहरूले माम पसलमा गएर जसरी भए पनि किन्नु होला साथीहरू। हेर्नु न कति राम्रो देखिया मलाई। हजुरहरूलाई कस्तो देखिया कमेन्ट गर्नु। म आफैलाई राम्री त भन्नुहुन्न, त्यही पनि हेर्नु न मलाई सचेको सुहाएन। लास्टमा त हेर्नु न मेरो लुक्स कस्तो देखिन्छ साथीहरू।